हेलो है फेरि म आइसकेको छु है तपाईँहरूको माझमा यामाजी च्यानल लिएर र आज चाहिँ यो विकास डेभलपमेन्टको विषयमा थोरै बोल्न चाहन्छु। यो विषयवस्तुमा हामी नेपालमा विकास भनेको चाहिँ कङ्क्रिटको ठुल्ठुलो घर बनाउनुले चाहिँ विकास हो भन्ने सीमित धारणा र साँघुरो कन्सेप्टबाट मात्र हेर्ने गरेको छ। तर वास्तवमा विकास भन्ने शब्दको भनौँ न यसको दायरा चाहिँ फराकिलो छ भन्न चाहन्छु। हामीले पढ्दै आएको कुरा चाहिँ के भने विकास भनेर चाहिँ एउटा सकारात्मक परिवर्तन भन्ने कुराहरू पनि हामीले पढेका छौँ। हामीले स्कुलतिर पनि सकारात्मक परिवर्तनलाई विकास भनिन्छ। चाहे त्यो परिवर्तन जस्तो सुकै होस् सकारात्मक चाहिँ हुनु पर्यो, लाभदायक हुनु पर्यो, त्यसलाई भनिन्छ विकास। तर हामी नेपाली जनताहरू हामीलाई चाहिँ त्यो विकास भनेर त्यतिले मात्र यसको अर्थ यसको पुग्दैन जस्तो लाग्छ। विकास भनेर चाहिँ हामीलाई के भने ठुल्ठुलो घर बनाउनु पर्छ है, 5 तला घर बनाउनु पर्छ, 5 तला भए ठाउँमा फेरि 10 तला बन्नुपर्छ है, 10 तला पछाडि फेरि अर्को 20 तला 30 तला 80 तला बिल्डिङ बन्नुपर्छ अनि मात्र विकास भनिन्छ है। तपाईँ विकास होइन भन्ने हो। तर हामीले नेपाली यो पुराना यो राज्य सत्तामा भएको व्यक्तिहरूले पनि यो विकासको विषयमा पनि हामीलाई बुझाउन सकेन के, र नेपाली जनतालाई सुख दुःखमा साथ दिन सकेन। आज भन्ने हो भने हाम्रै छिमेकी राष्ट्र भुटानकै विषयमा कुराकानी गरौँ। संसारमा सबैभन्दा खुसी मान्छे कहीँ हुनुहुन्छ भने भुटानमै हुनुहुन्छ। भुटानको जनता विश्वमै सबैभन्दा खुसी जनता भनेर चिनिन्छ। खोइ त त्यहाँ त मैले 80 तल्लाको बिल्डिङ पनि देखिनँ, त्यस्तो टेक्नोलोजीको पनि मैले देखिनँ। तर त्यहाँको जनताहरू यति खुसी छ, धेरै खुसी छ। हरेक घरमा शिक्षा, स्वास्थ्य, रोजगारी, मूलभूत शिक्षा, स्वास्थ्य र रोजगारी, यो तीनटा विषयवस्तु सरकारले जिम्मा लिएको छ है। जिम्मा लिइसकेपछि त्यहाँको जनतामा चाहिँ कहिले पनि त्रास पीडा ओहो होइन मेरो बच्चाको चाहिँ फी तिर्नु पर्छ, अर्को महिना त 1 लाख रुपियाँ बिल आउँछ, के गर्ने हो, त्यो टेन्सन भएन। त्यो राज्यले फ्री दिने भयो है। त्यसपछि स्वास्थ्यमा जतिसुकै ठुलो रोग लागोस् त्यो राज्यले हेर्छ। जत्रोसुकै ठुलो रोग लाग्यो भने, करोडको लाग्यो भने त्यो रोगको उपचार राज्यले गर्छ। त्यसपछि तेस्रो रोजगार, त्यहाँको जनतालाई आफूले जानेको सिप कला के जानेछ त्यसमा रोजगार ग्यारेन्टी छ। यो तीनटा चिज मात्र सरकारले ग्यारेन्टी गरेपछि त्यो देशको जनता चाहिँ कहीँ पनि जानु परेन। त्यही उब्जाउ गर्ने, त्यही गर्ने, त्यही खाने,
जीवन खुसी भयो। त्यस कारणले हामीले चाहिँ विकास भन्ने बित्तिकै त 80 तल्लो बिल्डिङ बनाउनुपर्छ, जतिसक्दो अपार्टमेन्ट बनाउनुपर्छ भन्ने किसिमको मानसिकता बोकेर चाहिँ हामी चाहिँ सबै चिल्लो गाडी, चिल्लो के अरे पिच रोड चिल्लो बनाउनुपर्छ होइन। हामीले चाहिँ त्यो विकास, त्यो लग्जरीतिर मात्र गइराखेको हो कि नेपाली जनताको खुसी कहाँनिर छ? यो राज्यले शिक्षा, स्वास्थ्य र रोजगारी मात्र, यो 3 विषय मात्र ग्यारेन्टी गर्यो भने यो देशको जनता कहीँ पनि जानु पर्दैन। यो देशको मान्छे आधी खुसी त्यही हुन्छ, आधी विकास त्यही हुन्छ। विकास भने त त्यो लग्जरियाको विषयमा त घर त बन्दै जाउन नि होइन। समृद्धि हुँदै गइसकेपछि, त्यो मान्छेको वृद्धि भइसकेपछि घरको आवश्यकता हुन्छ, त्यही अनुसार वृद्धि हुन्छ। त्यस कारणले हामी चाहिँ खुसी कसरी होइन्छ र कस्तो खालको विकास गर्यो भने नेपाली जनता खुसी हुन्छ भन्ने विषयमा चाहिँ हामीले कहिले पनि सोचेनौँ। हामीले चाहिँ नेपाली जनतालाई लग्जरियातिर चाहिँ प्रोत्साहन गरिरहेको क्या। चिल्लो गाडीमा हिँड्नुपर्छ, चिल्लो रोडमा हिँड्नुपर्छ, ठुलो घरमा बस्नुपर्छ भनेर, राज्य पनि घर ठुल्ठुलो बनाउनुपर्छ होइन भने हामीलाई चाहिँ, नेपाली जनतालाई चाहिँ लग्जरिया, त्यो समय सापेक्ष अनुसार आवश्यकता नै छ। अहिले मूलभूत कुरा त शिक्षा, स्वास्थ्य र रोजगारमा मात्र विकास गर्न सक्यो भने यो देशको मान्छे खुसी हुने सम्भावना मैले बढी देख्छु। त्यस कारणले आज उदाहरणकै विषयमा आज मैले भुटानलाई लिएको कारण किनभने अब भुटान उदाउँदो तारा हो, उदाउँदो देश हो। आज भुटानलाई मान्छेले, मैले सुन्न मनै आएको थियो, त्यो राइट या रङ, भुटान ब्ल्याक लिस्टमा छ अरे भन्ने कुराहरू पनि सुन्थेँ होइन, डेन्जर जोन्स। किनभने भुटानले कसैसँग पनि सम्झौता गर्दैन कि, कुनै पनि देशसँग बिना शर्त सहयोग गर्न चाहन्छौ त्यो थाप्ने गरिन्छ। त्यो शर्तसहितको आफ्नो सार्वभौम सत्ता गुम्ने खालको सहयोग कहिले पनि लिँदैन र त्यो विषयमा सङ्गत पनि गर्दैन र चाहिन्छ भनेर भुटानले त्यसरी आफ्नो सार्वभौम सत्ता गुम्ने खालको सम्झौता कहिले पनि गर्दैन। त्यस कारणले राज्य सत्ता अब भनौँ अबको 20, 25, 30 वर्षमा भुटान धेरै माथि देख्छु मैले। भुटानको प्रति व्यक्ति आय दिनानुदिन बढ्दो क्रममा छ। त्यो देशको मान्छे खुसी मात्र छैनन्, सम्पन्न पनि छन्। हामी विकासले हेर्ने दृष्टिकोण फरक छ। त्यहाँ विकास भने त वन जङ्गललाई संरक्षण गर्नु, खोला नालामा संरक्षण गर्नु। आज विकासकै कुरामा थोरै कुरा गर्न चाहन्छु। नेपालमा एउटा प्लास्टिक चक्लेट खाइसकेपछि प्लास्टिक कहाँ फाल्नुपर्छ भन्ने हामीसँग त्यो विकास छैन कि, त्यो कहाँ फाल्नुपर्छ, कहाँ संरक्षण गर्नुपर्छ भन्ने एउटा नेपाली जनतालाई चाहिँ त्यो ज्ञान भराउन सकेको छैन कि अहिलेको राज्य सत्ताले। विकास भने त धुलो मैलो नहुनु,
वरिपरि चाहिँ नि हराभरा सुख शान्ति, त्यो पनि त विकासभित्र पर्दछ नि त। हामी विकासलाई हेर्ने दृष्टिकोण हामीले फराकिलो वेबाट हेर्नुपर्ने देख्दछु कि। त्यसकारणले आज म भुटानलाई पनि मैले भुटानको विषयमा थोरै बोलेँ। अबको 15, 20, 25 वर्षमा भुटान, नेपालले पनि, नेपाल चाहिँ दिनानुदिन ऋणको भारी बोकेर जाने तलतला, भुटान चाहिँ यसरी गइरहेको छ। त्यसकारणले भुटानको चाहिँ नि भविष्यमा चाहिँ भुटान धेरै माथि पुग्ने सम्भावना मैले देख्दछु। त्यहाँ राजनीतिक कलह छैन, छैझगडा छैन, हो हल्ला छैन, आम हडताल छैन। त्यहाँ सबैजना त्यहाँ सुखी छ, शान्ति छ, देशप्रेमी छ। इभन कि त्यहाँको मैले धेरै व्यक्तिहरूसँग मैले सोधेँ, तपाईँको राजालाई तपाईँको दृष्टिकोण के हो भन्दाखेरि, राजा त हाम्रो, मैले यदि मैले भगवान कसैले पनि देखेको छैन, तर यदि मैले भगवान मैले देखाएको छ भन्छु भने कसलाई देखाउँछु भने मेरो राजाले। त्यतिसम्म राजाले सम्मान गर्छ कि राजाले त्यतिसम्म जनतालाई सुख शान्ति दिएको छ कि राजाले दमन गरेको छैन। राजा छ आम जनता सराह हिँड्नुहुन्छ। त्यसकारणले भुटानमा राजालाई हेर्ने दृष्टिकोण यति गहिरो छ, यति सम्मान छ। राजा भने त कसैलाई एक्सेस नहुने, कसैलाई भेट्नलाई पनि गाह्रो हुने हुन्थ्यो होला नि अरूको राजाहरूको त हजारौँ, तर त्यस्तो छैन भुटानमा। हर व्यक्तिको विचार सुन्न जानुहुन्छ, हर व्यक्तिको विषयमा पनि पुग्न जानुहुन्छ। त्यसकारणले हामी चाहिँ विकास भनेर हाम्रो विकास चाहिँ खालि घर बनाउने हैन, त्यही प्राइभेट सेक्टरहरूलाई सबै सुम्पेर विकास भनेर हामी चाहिँ त्यतातिर लागिरहेको छौँ कि। आज नेपालमा म थोरै विषयवस्तु जोड्न चाहन्छु। नेपालमा एउटा बच्चा शिक्षा र स्वास्थ्य, दुईटा चिज, शिक्षा र स्वास्थ्य दिनको लागि यति महँगो भइसकेको छ। मैले यो कुरा भने आफ्नो बालबच्चा यदि नेपालमा बस्यो भने सामान्य काम गरेर आफ्नो बालबच्चा पनि पढाउन नसक्ने स्थिति छ नेपालमा। प्राइभेट सेक्टरले लुट्नुसम्म लुटेको छ। त्यसकारणले यो विषयमा चाहिँ राज्य सत्तामा भएको व्यक्तिहरूले चाहिँ ध्यानकर्षण जाओस्, यो विषयवस्तुमा चिन्ता जागोस्, यही म व्यक्त गर्न चाहन्छु। आज चाहिँ अब धेरै मिनट भइसक्यो, आजलाई यति नै गरौँ है त। वाउ।